नमस्ते सबैजनालाई वेलकम ब्याक टु माई न्यू ब्लग इट्स मी निया फ्रम नन्दगाउँ। आज चाहिँ म सोरेङ गएको थिएँ आमाको के भन्छ दोकान त्यो रेस्टुरेन्ट ओपनिङमा। अन्त आज चाहिँ रेस्टुरेन्ट ओपनिङ भएको थियो नि त। अन्त मैले त्यो बिहान चाहिँ भिडियो गर्नु पाइनँ किनभने हतालेर गाडी छिट्टो थियो नि त यहाँबाट। अन्त बिहान गर्नु पाइनँ। अन्त के भन्छ सरहरू एमएलए सरहरू भेटेर आएको कि आज चाहिँ। अन्त एमएलए सरहरू भेटेर आएको। अन्त भिडियो चाहिँ लास्टसम्म नै हेरिदिनुहोस् होला। अनि तपाईँहरूलाई मन पऱ्यो भने लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनुहोस् होला। नमस्ते। हामी चाहिँ आइपुग्यो जोरथाङ स्ट्यान्डमा। गाडी चाहिँ कहाँ छ? टिकटहरू लानु नि ल। यहाँ बस्छ त टिकटहरू। अब चाहिँ हामी हिँडेको जोरथाङबाट। म चाहिँ आइपुगेँ यहाँ नठुले लाग्यो भने हाम्रो फुच्चे खोइ आमा ए बाबा कहाँ बन्द गर्छ यो त? ए ल ल ल भाग्यो भने आम्मामामामामा गति ऊ फोन जा। ए ल यता कहाँ नढोकी जान्छ या के दोकानको सामान हो त्यो चाहिँ आमा? गजब बेइज्जती है। मसँग त कोही बोल्दैन पनि म त यहाँनिर त्यतै हेर्नु आएको सोचै सक्दा। यहाँनिर चाहिँ हाम्रो आमाको दोकान चाहिँ हाम्रो आमाको होइन हाम्रो दोकान भनौँ न। हाम्रो फुपू हेलो भनिदिनु न मेरो गाइसलाई। अनि नानी लिएर गयो मामा चाहिँ ऊ पर। क्यामेराम्यान रेडी लो। रेडी है अमल दाजु
छैन नि जग्गै जाने छैन नि जग्गै रिसोर्स पर्सन मिनिस्टरको वेलकम गरेर बसिसकेको छौँ। अन्त अब चाहिँ मिनिस्टरको चिया दिइसक्यौँ होइन, अब चिया दिइसक्यौँ। अन्त अब चिया दिएर चाहिँ उहाँले खाजा खान जानुहुन्छ। फेरि आदित्य सडाउनु हुँदैछ अहिले बेलुकाखेरि चाहिँ म घर फर्क्यौँ भनेको अब जसरी पनि फर्किने बस्नु थियो क्या। अन्त आदित्य सर पनि आउनु हुँदैछ अरे, अब आदित्य सरलाई पनि भेटिराखेर चाहिँ जानुपर्छ। मेरो छोरी कहाँ छ कुनै? उहाँ चाहिँ मेरो आमा। ठुलो स्वरले बोल्नु आमा। कस्तो लाग्यो आज तपाईँलाई? अब मिनिस्टरहरू आइदिएको एमएलए साहबहरू सबै आइदिनु। आदित्य सर पनि आउँदैछ होइन? खालको दोकानमा चाहिँ यत्रो ठुलो मान्छे आएको अत्तालिएर चाहिँ म चाहिँ दोकान चाहिँ यत्रो मान्छे चाहिँ यत्रो होइन हौ, आदित्य सर पनि आउँछ होइन? अन्त हाम्रो फिलिप दाजु हेलो भनिदिनु मेरो गाइसलाई। के तर हेर्दैन त ल युट्युब?
यो सानो छ हाम्रो दोकान चाहिँ तर ऊ यतापट्टि मान्छे चित्र छ उतापट्टि चाहिँ सरहरू हुनुहुन्छ यहाँ आइज नानु यहाँ आइज न मामा भान्जी भान्जी भएको ए बस बस त्यहाँ बस सेट यिनीहरू तिनजनाको डुलो हेर्नु नि यहाँनिर यो चाहिँ हाम्रो बुफे अरे यहाँ चाहिँ खाना पाक्दैछ एन्ड दिस इज मी ए बहिनीलाई त्यसो न भाइ लड्छ कहाँ खत्तम आदित्य सर पनि आउनुहुँदैछ अरे म गइसकेर म त जानुपर्छ नि भाइ भोलि लुगाइ लिएको छुइनँ कहाँ हो म जानुपर्छ नि भरे बेलुका जान्छु नि अन्त गाडी कसले कुदाउँछ यहाँ मलाई जोरथाङसम्म पुऱ्याइदियो भयो त अन्त कहाँ हो म ऊ नानी स्कुल छ भोलिदेखि स्कुल छ नि त अब कहाँ हुन्छ त्यस्तो फी तिर्दिन्छ तिमीले 1500 दिइहाल ल म बसिदिन्छु अन्त के त अन्त त्यो लग्यो आमाले खाना खान्छु खाने तिम्रो खाना लुजुङ माथि खाना आज सबै सक्यो अब चाहिँ हामी खाना खाने हो कि होइन ब्रो खाना खानेन म चाहिँ भात खाने यो चाहिँ मेरो भ्लगिङ स्टार्ट गरेकोदेखिको यो डे चाहिँ स्पेसियल हो यो भ्लग चाहिँ मेरो लागि स्पेसियल यस यस अहिले भाटा पठाइदिन्छु भन्नु भएको छैन हो What is this? This is paneer. पनिर दाल दाल चिकन एकदमै भेराइटी छ चिकन छैन यिनीहरूको फेरि के भन्यो भने अलिअलि क्या यति गरेर खोइ कहाँ छ अरे हौ छ अरे एक्सक्युज मी ल यो लु यता दिइहाल्नु त खाना खानुहुन्छ होला बिहानदेखि खट्नु भएको होला भोक लागिसक्यो होला हामी त बिस्तारै खाँदा हुन्छ नि एकदम भेराइटी दाल ए बेसी लेत्र पेत्र नगरे छ्या दिन्छ है पुड्की ल्याएर मैले झन् पुड्की बनाइदिन्छु भन्नु भएको छैन लु बडा दाल यो पनिर होला मोटो पानी गाइस आज चाहिँ दिले खाना थाप्नुहुँदैछ एलेक्स भाइ राम्रो दि र म यसै नै उचालिदिनु पर्यो मलाई खाना नै यो नो डाइरेक्टली चाल्यो यता छ मासु हुँदै कसले खान्छ कोपी कडा बनाउँदैछ भेजकोले मन दुखाउन सक्छ यहाँनिर र यहाँ छ मेन विशेष गरी मैले पकाएको पनिर मटर पनिर गोविन्द खाना चाहिँ अब चाहिँ घरतिर जानुपर्छ यहाँ नै बदमास छोड त्यहाँ छोड युमी यता युमी यता आउनु यहाँ यो चाहिँ घरको गाडी Nobody feels like you. Please don't break my heart. नानी युमी घर जाउँला होला नो भनेको नि हजुर
अब चाहिँ सब सक्यो अब चाहिँ लाग्नुपर्छ बाटो गाडी पनि अब गएर पर्खिनु पर्ने रहेछ गइहाल्यो एउटा गाडी त फुइत्तै है केटाकेटी हो सानो भाइहरू खोइ सानो भाइहरूलाई भेटेर आउनु पर्यो अब चाहिँ फर्केको अब चाहिँ यहाँ गाडी पर्खेको अब कति बजी अहिले 9:30 9:30 1:30 पाउँछ होला हौ गाडी त किन हो यहाँ म टाइम हेरिहाल्छु नि कसको स्मार्ट वाच हो यो चाहिँ होइन होला लु 500 रुपियाँ दिइहाल्छु दिइहाल मलाई दिइहाल लु साँच्ची भन्नु साँच्चीमा चाहिँ घरको त्यसै मलाई केही कामै छैन के स्मार्ट वाच हो यो यी फेसबुक गरौँ छ यी यहाँ हेर्नु ए यहाँ हेर्नु ब्लुटुथ कनेक्ट गाडी पाएर पनि फर्केको हामी चाहिँ नानी र म अब चाहिँ पानी पर्न आँटेको जस्तो छ बाहिर त होइन नि है के गर्ने नानी हामी चाहिँ जोरथाङ आइपुग्यो गाडी छैन रहेछ अब जोरथाङमा हो अब के गर्नु भने नानी गाडी पायो अब चाहिँ घर जानु पर्छ नानी नानी घर आइपुग्यो बल्ल बल्ल ऊ नानीले हेर्नु नि त्यहाँनिर जेसिबी र हेलिकप्टर यहाँको ऊबाट धमाले बोलाउनु हुँदैछ ऊ आइपुग्यो आमाले सेलरोटी पठाइदिनु भएको छ यी यो नानीको ज्याकेटहरू किनेको मैले उसलाई हो ऊ धमाले बोलाउनु हुँदैछ के खाने साथीहरू आजको लागि यति नै म घर आइपुगेँ आमाको दोकान ओपनिङमा गएर पनि जसले फर्स्ट टाइम हेर्नुहुँदैछ प्लिज लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनुहोस् होला माया गरिदिनुहोस् होला ल